एकपल्ट फेरि अब मेरो नयाँ ब्लगमा तपाईँहरू सबैलाई एकदमै स्वागत छ अनि लाइक सब्सक्राइब कमेन्ट गर्नु चाहिँ एकदमै नबिर्सिदिनु होला। आज तपाईँहरूलाई एउटा हाम्रो घुमपारको भ्यू ल्याएर आएको छु। भिड रहेछ टुरिस्टले गर्दा। रेलवे ट्रेन आजको प्रोग्राम चाहिँ यो ट्रेन हो। Metro train. यता यो चाहिँ घुम रेलवे स्टेसन हो। रेलवे स्टेसनमा चाहिँ अब तपाईँहरूले यता जो लाग्पा देख्छ हो। देख्छ यो चाहिँ घुमपारको भिर, गाडीको भिरले। अङ्कल बिचार एक्लै के गर्नुभएको सोच्दै बसिरहेको छु त। यता शिवा खोर्लो गुम्बाभित्र आउने बित्तिकै तपाईँहरूले यस्तो दामी देख्नु पाउँछ फेरि है। यस्तो है सेवारो देख्नु पाउँछ। स्यावारो घाम चाहिँ दामी लागिहाल्छ। छेतेन उहाँ चाहिँ छेतेन हो। के को छेतेन हो? अब यो चाहिँ अलिक माथि गयो भने चाहिँ तपाईँ यस्तो फुलहरू फेरि नट अ फुल घाँस पत्ता ग्रिन पत्ताहरू देख्न सक्नुहुन्छ यता। यहाँ चाहिँ माने, यता चाहिँ माने उहाँ माथि हेर्नु अब ओम माने पिमी हो पाउनु सक्नुहुन्छ तपाईँहरूले मजाले बसेर। अनि कालो कालो सिँढी चाहिँ एकदम कालो छ यता। यो त हिल साइड हैन, हिल साइड हो। तपाईँले यता चढ्दाखेरि चाहिँ हिमालय चढेको जस्तो लाग्छ। एकदम गुम्बा चाहिँ क्लियर चाङमा सफा। तपाईँहरूलाई थाक्यो भने यहाँ बस्न सक्नुहुन्छ। यता पनि बस्न सक्नुहुन्छ तपाईँहरू थाकेपछि। चिन्टेसीले चाहिँ मलाई सबै हात दिलाउँदैछ। एकदम फुलको यता बगैँचा त्यस्तै छ, दामी छ। मेन भ्यू पोइन्ट चाहिँ यहाँ छ। अब यहाँ चाहिँ सिँढीदेखि माथि चढे चाहिँ तपाईँहरू मेन चाहिँ यता गुम्बा देख्न सक्नुहुन्छ। गुम्बा चाहिँ एकदमै दामी छ। गेला उयो माथि हाम्रो गेला फिट हुनुहुन्छ नि। हाम्रो नेपाल हो उहाँ चाहिँ one of the old monk in the Sakya Guru Monastery one. एकदम यङ फिट हुनुहुन्छ त्यो बेला एकदम। मेरो भिडियोमा चाहिँ सनसेट हेर्न सक्नुहुन्छ। अब एकदम दामी रहेछ। त्यो चाहिँ अब तपाईँहरूले मेरो फुल भिडियो हेर्नु खालि हो सनसेट हेर्नु पाउँछ। अनि लाइक सब्सक्राइब गरिदिनु होला। अनि सबैजनालाई बाई बाई। कमेन्ट पनि गरिदिनु होला कस्तो राम्रो भयो कि भएन भनेर भिडियो।